मन पर्दैन सबै मैले थाहा पाइसकेकी छु मलाई मन नपराउने म वरिपरि आएकै देख्न नजाने मान्छे छेउमा मलाई आउनु नि थिएन तर तपाईँलाई एउटा कुरा नभनी नहुने हो त्यही भएर यही कुरो भन्छु भनेर आइदियो कस्तो कुरा ल छिटो बनाउनु गयो के कुरा भन्न छिटो के भयो के कुरा हो तपाईँको अनुहार तपाईँका आँखा यति धेरै रिस म प्रति यति धेरै घृणा देखेपछि कसरी भनौँ मैले यो खबर मैले त सोचेकी थिएँ अब यो खबर सुनाउने भएपछि तपाईँ खुसी हुनुहुन्छ भनेर तर तपाईँलाई म यहाँ आएकैमा यति धेरै आपत्ति हो कतिखेर सुनाउली र जाली भन्ने लाह कसरी सुना जसरी सुनाउनु त त्यसरी सुनाउने के किन त्यसरी नाटक गरिरहेको सुनाउने नि खुर्का गइहाल्ने के हो भन्न छिटो खुर्का बनाउनु गइहाल तपाईँ र म बुवा आमा बन्दै हौँ के भनिस् रे सुन्नु भन हेलो एभ्रिवान सन्चै आरामै हुनुहुन्छ होला अनि युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने युट्युब च्यानललाई सब्सक्राइब गरेर जोडिनु होला अब आउने एपिसोड त एकदमै इन्ट्रेस्टिङ हुनेछ किनभने भुन्टी भागमा तपाईँले गत एपिसोड हेर्नुभयो होला गत एपिसोडमा सुकुमायाको ठुलो योजना छ र सुकुमायाले जसरी पनि श्रेया र जेरीलाई जसरी पनि ठिक पार्नुपर्छ भनेर नयाँ योजना बनाएकी छिन् यो योजनाले अब श्रेया र जेरीको हालत भने एकदमै नराम्रो हुनेछ त्यसैले अब आउने एपिसोड त एकदमै इन्ट्रेस्टिङ हुनेछ तपाईँ भुन्टी सिरियल असाध्यै मन पराउनुहुन्छ भने यो भिडियोलाई लाइक कमेन्ट सेयर गर्नुहोला अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर पनि जोडिनु होला अब आउने एपिसोडको प्रतीक्षामा हुनुहुन्छ भने र अब आउने एपिसोड कस्तो भइदिए जस्तो लाग्छ कमेन्ट गर्नुहोला